काँटा सबै हालेर गाई हेर्न सक्नुहुन्छ किन साथ। सो हेलो गाइस, सबैलाई स्वागत छ मेरो नयाँ भ्लगमा। अनि आज चाहिँ हेर्न सक्नुहुन्छ यो बुढीले के गराउलाई छ नि, के गराउने हो र यो क्लिपहरू राख्ने यिनी यस्ता यिनी काँटा यिनी यो कति धेरै भन्दा हेर्नु त अझ त्यो मान्छे टोकरी मान्छे तीनटा चारटा कानु टोकरीमा अनि प्लास्टिकको खै त्यही भन्छ त एउटा दुईटा तिनवटा चारटा पाँचवटा छवटा सातवटा त्यहाँ तीनवटा छ कि चारवटा अनि एउटा आज हराएको छ एउटा त्यो वाला सबैलाई काँटा अनि यो 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 के भन्छन् टोपी बुन्ने हुन्छ त यो सुइए त्यो ल्याउन त्यो जान दिउँसोको 12 बजिसक्यो, अरू मान्छे सुतिहान, हामीले यो के गराइरहेको छ्याएर कति बेला सकिने के गर्ने काट्ने पहिला हेर्न सक्नुहुन्छ यहाँ काँटा यति धेरै खाने काँटाको बजार लाग्ने एउटा दुईटा अनि तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा 10वटा 11वटा यिनी तिनवटा त्यो भएका यिनी राखेका यो पनि सब मेरै। अनि यो चाहिँ बनिसक्यो यी राम्रोसँग बनिसकेन डिजाइन अब फुल डिजाइन गर्छु यसमा काँटा चपाउनेले काँटा सबै हाल अनि यो भाँच्या काँटा हान्दा खै यी त भाँच्या होइन र यस्तै डिजाइनै यस्तै हो हट। साउन्ड त हाम्रो एकछिन अलि यता बनाउँछु हटेन अन्त हेर त कपाल टङ्गे यहाँ कहाँ यता ए अलिअलि त भइहाल्छ नि कस्तो अलिअलि हो र ए के हो त यो के त्यो बानिएर त्यो भात हो नपुगेर पनि छोटो भएको थियो त मेरो होइन लत्रै जान्छ त यी सुन त यहाँबाट आउनु ल त समाए के फेरि अरू त फुकाइहाल बरु सबै कस्तो हो त कसरी भान्छौ हातै पाटीको बरु छ्या तिमी जस्तो ढिलो गर्छ काँटाहरू हेर्नुहोस् किन्ने यी सपनालाई सम्पर्क गर्न सक्नुहुन्छ तर म बेच्दैन तर म बेच्दैन किन मलाई त यही काँटा त पुगेन अझै साइडमा राख के गर्छौ त भाँच्यो भने गर्की पनि छैन है त ल बरु यो खुल्ला ठाउँमा सुहाउँछ यहाँ किन टाङ्ग्यो होला स्वाद रह्यो को यो खुल्ला ठाउँ सबै अलि कि यता अनि हामीले एउटा खुल्ला ठाउँ ठोक्दैन त्यसमा त्यही ल्याउन त्यो साइड लगाउनु त त्यो फोटो अनि फोटो कहाँ भन्दा फोटो कतै टङ्गाउ हाउै छैन के दे राख्छु यो त भित्ता भाइ के त्यो काँटा नै अहिले चाहिँ म घर आइसकेँ फेरि बिहानतिर तेरो हाई त दोकान जाने कि यहीँ बस्छस् यहीँ बस क्या
जानेवाली छैन हाय तपाईँ जानु भलक गराउन हामी जान्छौँ तपाईँ भलक गर्ने हामी दोकान गर्छौँ ल ल गाइस अहिले चाहिँ यता सँगछ यता पानी पर्ला जस्तो हावाहुरी लगाएर हावा लगाएर अनि यता खालि बस्नु छु गएपछि आज काम गर्ने मान्छे आएन अहिले पछि आउँछ गरे अनि यस्तो मजाको मौसम छ अनि भैँसीहरू यता खाली बसिरहनु मौज गरिरहनु हेर्न सक्नुहुन्छ हेर्न सक्छ पर कुकुरहरू कति धेरै छन् 4वटा खानु अनि तिनी कुकुरहरूले बाख्रा देख्यो भने बाख्रा खाल्छन् कि अनि हेर्न सक्नुहुन्छ चारवटा त छन् कुकुर हो एउटा कुकुर आउला छ परबाट भाइको एउटा कुकुर भाइको तिनटै भाइयो उता गएर गाईले हेरे अनि कुकुरहरू धेरै हिँडिरहेको छन् कि यता गाई हेर्न सक्नुहुन्छ यति साफ छ कि यति साफ छ यति यही जालीको हित्तिन आजी नि कुन साफ होला हेरे कस्तरी विद्यानाश इतना साह्रो भयो कि लामा कताको गयो भित्र कति लामो सर्प बे ल गाइस ब्लग चाहिँ आजको लागि यति नै मन पर्यो भने लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला अनि अहिले चाहिँ फेरि पनि ग्वाल आइसक्यो हेर्न सक्नुहुन्छ अनि भिडियो चाहिँ कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्सक्राइब ठोकिदिनु होला बाई गाइस।